वेलकम ब्याक टु आवर च्यानल दीपिका भ्लग हैन आज हामी चाहिँ आज एउटा भन्नु चाहन्छु आज त हामी कति आई थिंक अलमोस्ट 1.5 months भयो होला हामीले यो भ्लग बनाउँदैछु किनकि हामी एकदम व्यस्त भए के वहाँ दुबई गएर आएर भाइलाई भेटेर कामले यताले केले कति चिजहरू पेन्डिङ नि त सिन्स हाम्रो नायरा मेरो छोरी 1 हुनु थालेछ भोलि अनि किन सरप्राइज राख्नु भोलि 1 हुनु थालेछ त हाम्रो यसरी मान्नु हुँदैन यहाँ मेरो हस्बेन्डको साइडबाट नि मेरो आमाको साइडबाट पनि मेरो काका अनि र हस्बेन्डको साइडबाट मान्नु हुँदैन त मैले मेरो छोरीलाई त अलिकति स्पेशल त फिल गराउनु पर्यो त अलिकति बाहिरबाट मन्दिरमा लग्ने भोलि हो लेकिन आज त हामी अलिकति घुम्ने यता जाने त्यहाँ अलिअलि नानीलाई स्पेशल फिल गराउने त्यति हो टाइम म्यानेजमेन्ट गरेको किन भन्दाखेरि आज अलिकति हामीले 3 घण्टा जति टाइम पाएको छु त्यही कारणले गर्दा टाइम म्यानेजमेन्ट हामीले आज भोलि आदि घुमाउने भनेर हेर्नुस् त्यति ब्लग चाहिँ त्यति स्पेशल त छैन बट हामीले चाहिँ स्पेशल बनाउने कोसिस गरेछु प्लिज डु लाइक शेयर एन्ड सब्स्क्राइब र आशा छ हजुरहरू पनि स्वस्थ हुनुहुन्छ सन्चै हुनुहुन्छ भनेर हामी पनि सन्चै छौँ र अब ब्लग सुरु गर्दैछौँ हजुरले अब ब्लग हाम्रो हेरिदिनुहोस् कस्तो लाग्छ के लाग्छ पछि कमेन्ट बक्समा मेसेज ड्रप गरिदिनुहोस् स्टे ट्युन भन्नु न यो गुवाहाटीको वेदर कस्तो छ 2-3 दिन भयो अलिकति गर्मी चढेछ अरू त ठिकै छ मेरो हिसाबमा आज हाम्रो अलिकति नर्थ गुवाहाटी तरफ जाने नयाँ ब्रिज बनाएको हेर्नु जाने होइन यी हाम्रो नानी हाई हेलो भन्दो नानी उसलाई पनि हिजो सन्चो थिएन राति बखारा थियो हामीले दबाई लिएर खिलाएँ र वेदर चेन्ज भएर होला सायद र अब फेरि हामी हिँड्दैछौँ स्टेट थियो यो कुन चाहिँ जग्गा गरे यो फटासिल अम्बारी बताइदिउ न अलिकति हामी कहाँ जान्छौँ फटासिल अम्बारीको नयाँ यो रेलवे ट्र्याक मतलब सबै जम्प गरिराख्थ्यो त यिनीहरूले चाहिँ नयाँ ब्रिज बनाएको छ यता त अब यो मरवाडीहरू बस्ने जग्गा जति छ 8 गाउँहरू त्यहाँनिर यो ब्रिज नयाँवाला ब्रिजदेखि माथि दिखाने ऊ त्यो चाहिँ नि हो नयाँवाला ब्रिज ऊ त्यो माथि अहिले हाम्रो चर्च हेर्नुहोस् तपाईँहरूले नि हाम्रो थ्रुबाट हेरिदिनुहोस् कामाख्या माथि मन्दिर त्यहाँ जाने होइन जय माँ कामाख्या देवी के गरे माइक लिएर आनु पर्ने हो लेकिन कोही बात छैन नेक्स्ट टाइम हो त अब हाम्रो युटर्न गरेर फ्यान्सी बजार तरफ जाँदैछु बताइदिनु यो कति साल भयो बनेको यो ब्रिज हाम्रो भ्युवर्सहरू यता आउनुहोस् नर्थ गुवाहाटी जाँदैछु पहिला जालुकबाडी भएर जानु पर्थ्यो नि हामी नर्थ गुवाहाटी उताबाट जानु पर्थ्यो नि हामीलाई घुमेर वाउ व्हाट अ लभली सीन अबबाट त यहाँबाट त अलिक जल्दी पुग्छु हामी पहिला घुम्दाखेरि कति टाइम लाग्थ्यो बताउ न जालुकबाडीबाट जाँदा आई थिङ्क अलमोस्ट 1.5 hours from here how many minutes it will take to reach North Guwahati साइडमा छ पल्टन बजार साइडमा छ भनेपछि 10 मिनेट ओ सी टाइम डिस्टेन्स यो चाहिँ हाम्रो सीएम ज्यूले यस्तो हामीलाई सुविस्ता दिनुभएको यो नयाँ ब्रिज हो है यस 1.5 hours को जर्नी चाहिँ तपाईको हाफ एन आवरमा खत्म हुनेवाला छन् तपाई पनि हेर्नुस् वाउ हाम्रो फर्स्ट टाइम आको इनोग्रेट भएको बादमा आई थिंक 28 फेब्रुअरीमा इनोग्रेट भएको थियो आज हामी अप्रिल कति 6 तारिक यहाँ आउँदैछु हेर्नुस् स्ट्रेट गएपछि पल्टन बजार गएपछि what a lovely view नर्थ गुवाहाटी हेर्नुस् साथीहरू वाउ हेर्नु दामी देश ब्रह्मपुत्रको बीचमा यहाँ चाहिँ राति जब लाइट जल्छ नि त्यतिखेर राम्रो हुन्छ होला कि अहिले एकछिनमा देख्नु अझै सिन राम्रो हुन्छ लाइट चल्यो भने यस द स्टे ट्युन गरेको छ मेरो छोरी नुनु गरेको छ थाक्यो मेरो छोरी नुनु गरेछ मेरो छोरी भयो अब हामी चाहिँ यहाँ नर्थ गुवाहाटी हामी पुग्यौँ हो नर्थ गुवाहाटी चाहिँ बहुत राम्रो जग्गा रहेछ यो सामान कम्फर्टेबल हुन्छ नि त पुरै सामानहरू अन्त त्यहाँदेखि हामीले यहाँदेखि पनि ब्रह्मपुत्र देख्न सक्छौँ हो
र यहाँ चाहिँ अब मन्दिरहरू पनि रहेछ यति क्राउडेड प्लेस नरहेछ त हामी जाँदैछौँ अब हेर्नु है मन्दिर यो हो यहाँ छ यी मन्दिर यहाँदेखि ब्रह्मपुत्र पनि देखिने रहेछ नानी चाहिँ उता छ ज्वाइँले लिनुभएको छ दिपिका आगे कुत्तासित त डर लाग्छ र अब यस्तै हो यहाँ चाहिँ कुहिरो लागेको जस्तै भएछ के तर कुहिरो त लागेको होइन लेकिन अहिले त 4 र 5 बजीको बिचमा हामी यहाँ पुगेछौँ र यस्तो लागेछ कि मतलब गुवाहाटीमा त गरम स्टार्ट भयो जस्तो लागेको थियो अघि घरमा बस्दा त गरम भएको थियो सायद त्यो डे टाइम भएर होला खाने टाइममा लेकिन साँझ चाहिँ यति गरम नहुने रहेछ गाडीमा नि आएको सुई हावा आएको थियो अहिले बाहिर निकल्दाखेरि नि त्यति गरम छैन मतलब ठिकैको अब घुम्नु लायककै छ त्यस्तो गरममा त नत्र भने हामी शिलङको मान्छेहरू त एकदम गरम हुन्छ नि हामी सकिन्नौँ हैन राम्रो देखेको नि यो चाहिँ के रहेछ यो फुल जस्तो यत्रो ठुलो नै जुम गरेर देखाइदिउँ न जुम गरेर के हो यो दिपिका नानीलाई यो खै सर्कुल नानीको ब्रेन डेभलपमेन्टको लागि मैले यो लिदिएको कहिले लिएको यो अब डेभलपमेन्ट ब्रेनको लागि अब नानी कलरहरू चिन्ने उसलाई सर्कल ट्रायङ्गल ओभल रेक्टेङ्गल भन्ने के हो सिकाउनु स्टार्ट गर्नुको लागि मैले मेरो छोरीको लागि यो लिएको यो पनि टुकुर हिँड्ने भयो अब यो छोरीलाई चप्पल यो कहिले लिएको ठ्याक्कै घरमा बस्दाखेरि धेरै लिने होइन कि बढ्ने नानीलाई खालि 2टा फेरफार भइहाल्छ यस्तो बढ्ने उमेरमा धेरै लिने होइन यो त मैले बाहिर जानुको लागि लिएको गरममा अब बिचार डम्मै परेको किन लगाइदिनु भनेर यो चल अब हामी कहाँ जाऊँ त यो चाहिँ हो नर्थ गुवाहाटी डोल गोविन्दा यो मन्दिर हो तर हामी यहाँ आउँदाखेरि त मन्दिर त पुरै कोही पनि छैन खुल्ला छ दिपिकाले भन्दै थियो सायद इलेक्सनले गर्दाखेरि होला बन्द भएको अब कोही पनि छैन भनेर भन्दै थियो हो अलिक आगे हेरौँ है आगे हेरौँ दिपिका आइज न यता कोही पनि छैन पुरै राधाकृष्णको मन्दिर दिपिकाले मलाई पहिले भन्दै थियो आमा त्यहाँ मन्दिर छ एकदम राम्रो मन्दिर छ भन्दै थियो कि डोल गोविन्दाको र अब आज चाहिँ यहाँ आएको भित्र अलिकति भित्र लगाउँ है के भनेको थिएँ मन्दिर बन्द रहेछ चलो जाम बाबु कोही पनि छैन खाली छ है हामी यहाँदेखि फर्किँदैछु कोही पनि छैन त खालि यहाँ एकछिन अब रेस्ट गर्ने एकछिन बस्ने चाय पिएर फेरि हामी कहाँ जान्छौँ फेरि हामी हजुरहरूलाई बतानेछु चम्ची होइन म चम्ची दिएछन् भयो अब कपिराइट लाग्छ
next day. कपिराइट लाग्छ Alright, नमस्ते एभ्रिवान. आज चाहिँ नि हाम्रो छोरीको फर्स्ट बर्थडे हो, राइट. मनाउनु त भएन, लेकिन अलिकति सानो तुनो अलिअलि गरिदिउँ भनेको उसलाई, होइन. त्यही भएर चाहिँ नि एक्चुली बर्थडे चाहिँ नि भोलि हो, पर आज नि 12 बजे राति हामीले उसलाई उठाएर अब चाहिँ नि केक एउटा दिपिकाले एउटा स्पेसल केक बनाएको छ. लेट मी सो यु फ्रुट केक भनेर मेड आउट अफ फ्रुट्स. केक त दामी भन्छ.
जोइ हजुर नाच्नु अब यहाँ दिपिकाले चाहिँ ऊ 12 बजी गाना लगाइदिन्छ के अरे मलाई नाच्नु 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 भनिराखेको छ जोइलाई पनि नाच्नु नाच्नु भनिराखेको छ मैले म नाच्दैन म अब नेपाली गानामा त मैले जान्दैन नाच्नु अब यसै अरू गाना चाहिँ यति हल्लिन्छु भनेको त कहाँ हजुर त नाच्नु भयो त बिहामा त खुब उफ्री नाच्नु भयो थियो गरे सिलगढीमा त खुब नाच्नु भयो थियो गरे अब यस्तो कहाँ हुन्छ नि जबरजस्ती नाच्नु जानु लागेको अब हिँड्छ नानीले हिजोको हिजो भयो नरु गरे हामी जाँदैछौँ मन्दिर हुनु त हामीले मान्नु हुँदैन बट जस्ट नानीलाई दर्शन गराउनको लागि अरूसँग स्विट्सहरू डिस्ट्रिब्युट गर्नको लागि नानीलाई पण्डितलाई भेट्नको लागि आशीर्वाद दिनुहोस् धेरै आशीर्वाद दिनुहोस् ज्ञानी बच्चा होस् भन्नुहोस् ल बाइ हामी अब साथीहरू हामी अब निकल्दैछौँ यहाँ चाहिँ अब पानी पर्नु जस्तो भयो है वेदर त राम्रो भएछ होइन नि हो त घाम लागेको छैन के वेदर राम्रो भएछ आज चाहिँ त्यो ल है साथीहरू हामी त हिँड्दैछौँ गाइस भनौँ न गाइस हामी त हिँड्दैछौँ अटो रिक्सामा किन हामी चाहिँ यो सामनेकै मन्दिरमा गएको बगिष्ठ मन्दिरमा त्यहाँ गएर पूजाहरू त गर्नुहुन्न हामीले हो दर्शन गर्ने हो नानीलाई आशीर्वादको लागि हामीले लग्दैछौँ त्यहाँ पण्डितलाई भेट्छौँ र त्यहाँ हामीले मिठाई दिएको अब हेर्नु न त्यहाँ प्याकेट नदिने गरे फर्स्ट कुरा त्यहाँदेखि फेरि अब प्याकेट दिन्न भनेर फेरि हामीले चाहिँ ठिकै छ केमा दिन्छस् त्यसमै दिएन त भनेर भनेको त एउटा थुङ्गामा पुरै के अरे एउटा सामान मात्रै हालिदिने अब त्यो लिएर आएर त्यो सामान फेरि हामीले हातमा दिने भन्नु त लो हातमा दिनु त जसलाई पनि दियो भने अब हातमा दिनु त राम्रो देख्दैन नि त होइन त्यो त अलिकति सोच्नेको कुरा हो नि त र त्यहाँदेखि चाहिँ हामीलाई त फर्केर आयो हामी उनीहरूले एकदमै कागज अब प्याकेट पनि नदिने गरे थुङ्गाको प्याकेट पनि नदिने गरे एउटै थुङ्गामा सबै हालिदिने गरे कस्तो अप्ठ्यारो मान्छेहरू हुने रहेछ हो र हामी चाहिँ फेरि त्यहाँदेखि निस्क्यौँ र अब यता जाँदैछौँ अर्को दोकानमा गएर हामीले दिन्छौँ जहाँ हामीलाई प्याकेटमा प्याक गरेर दिन्छ जिवा गर न जिवा गर बाबा जिवा मन्दिरमा आइपुगेँ तर दिपिकाले भुलेर घन्टी बजाउनु खोज्छु थियो मैले भने दिपिका घन्टी बजाउनु हुन्न नबजा भनेर पनि हामी चाहिँ यहाँ चाहिँ आएर यो उसमा बसेछौँ मन्दिर चाहिँ तल छ हामी चाहिँ यहाँ आएर बसेका छौँ पण्डितजीलाई पण्डितजीले त्यहाँ पूजा गर्दै हुनुहुन्छ लेकिन पण्डितजीलाई हामीले खालि भेटेर अब नानीलाई आशीर्वाद दिनुहोस् भनेर अब बस त्यति नै गरेर हामी जान्छौँ फेरि साँझ नै परिसकेछ पानी घट्केछ हेर्नु साथीहरू हेर्नुहोस् पानी यस्तो घट्केछ बगिष्ठ मन्दिरमा लो गाइस हामी घरमा आएँ हो घरमा आएँ साँझमा मैले हजुरहरूलाई सायद मैले यो उसमा मैले के भन्छ के अरे त्यो क्याप्चर पनि गरेँ होला हामी मन्दिर पुग्ने बित्तिकै यति साह्रो पानी परेको नि भन्नु नसक्ने यतादेखि हावा छ यतादेखि रुखहरू पुरै हल्लेर पुरै पानीहरू भित्र आएर हामीलाई त कस्तो मलाई त डर पनि लागेको एकछिन किन भन्दाखेरि डर पनि किन लागेको भन्दाखेरि नानी थियो त्यही कारणले हो अब हामी त सोचेको थिएन अब त्यस्तो एकैछिनमा पानी पर्छ भन्दा मैले कति मजाको वेदर भएछ आज यस्तो भनेर पनि मैले बताएको थिएँ हजुरहरूलाई होइन र पछि चाहिँ अब पानी रोकेर हामी आधा पनि तर सिमसिम पानी परिरहेको थियो फेरि घरमा आयौँ हामी
अन्तखेरि घरमा आएर फेरि हामीले खानावाना पकाएँ हो अब चाय वाय पिएँ जाडो लागेको थियो अन्त खाना पकाएर फेरि हामीले खानावाना खाएर अहिले चाहिँ हामी यत्तिकै बसिराखेको फेरि अब खाना खायो दिपिका ज्वाइँले खाना खायो अब मैले त पहिले खाइसकेर बसेको थिएँ किन भन्दाखेरि मेरो आज व्रत थियो हो फटाफट पकाएर अन्त मैले चाहिँ खाइहालेको अन्त यिनीहरू चाहिँ पछि खायो र अब त्यही हो होइन अब के भयो यार क्यामेरा अब त्यति नै अब त्यस्तै नै हो अब होइन कता कता गयो अब कस्तो लाग्यो के लाग्यो यो हाम्रो ब्लगलाई हजुरले हेरिदिनुहोस् र बताइदिनुहोस् कि लाइक सेयर र सब्सक्राइब गर्नु चाहिँ नभुल्नुहोस् बाई बाई गुड नाइट